हेलो साथीहरू, तपाईहरुलाई म आज एउटा के देखाउन गइरहेको छु भने एउटा कुरा। घरमा सानो बच्चा भयो भने सानो बच्चाले के गर्छ त म तपाईहरुलाई देखाउँछु। पक्नुस् है त एकछिन। बारीबाट माटो प्लास्टिकमा हालेर ल्याएर यस्तो बनाएर पोतेर यो घरको हालत यो के बनाएको होला किचनमा हेर्नु त। अनि मान्छे यता हेर त सानी, तिमी आऊ त, यता आऊ न, आऊ न, तिमी चाहिँ कस्ती भएकी छौ। किचनमा माटो ल्याएर कसले यस्तो गर्छ भन्दा हाम्रो सानो मैयाले। ल छाड्नुस् ढोका लाउनु पर्यो। त्यही बाहिर बस्नु, म पानी लिएर आउँछु सफा गर्न त। यस्तो गरेर माटो ल्याएर पोतेर आमा हेर्नु त, यो धुलो यो घर हो कि के हो। यस्तो गर्नु के कति सताउने बच्चाले, भगवान के भन्नु। साथीहरू, तपाईहरुको घरमा यस्तो बच्चा छ कि छैन कमेन्ट गर्नु है साथीहरू। मेरो छोरीमा चाहिँ यस्तो हो कि तपाईहरुको पनि यस्तै छन् बच्चाहरू घरमा, सानो बच्चा हुनेहरूले यति धेरै आमा कति सताउन सक्यो कि भगवान। यो माटो कहाँ पुर्याइदिएको होला घरको हालत। बारीदेखि माटो ल्याएर एकछिन के मम्मीहरू बाहिर काम गर्दै हुनुहुन्थ्यो बारीमा, हामी आलु गोड्न गएको। छोरीले त आलु बारीको माटो ल्याएर यस्तो बनाइदिनु भएछ घर। के गर्नु हेर्नु न, चाहिँ यहाँ टेबलमा नि माटो दलेर के भन्नु छ र साथी हो, के भन्नु छ र। बच्चा भएपछि यति साह्रो हेर्नु त माटो कति हो साथी हो। आमा यस्तो विधि माटो बोकेर यहाँ ल्याएर यस्तो बनाउने कसको बच्चा हुन्छ नि यस्तो फटाई। हाँ बेबी, के गर्नुभएको तपाईँले? यो फटाई गरिदिएको कस्तो राम्रो घर बनाउनु भएछ नि। मम्मीलाई दुःख दिन त माटो पनि 1 केजी नै ल्याएको हो। ए भगवान, अझ यहाँ टेबलको हालत बा हो ढोकामा जम्मै पोतेर भएछ यसरी। ढोकामा पोते रहेछ। आमा नगर न अब त, सबै कुना अनि ल्यारियो रेलिङको हालत। ए भगवान, के गरेको के तिमीले? केमा लगाइदियो नि अन्त? कता उता? तिमीले त कहीँ बाँकी राखी छैनौ नि। यो घर हो कि सुँगुरको खोर हो? सुँगुरकै खोर हो? सुँगुरको खोर बनाएको? हे भगवान, हे जम्मै यस्तोमा नि दलेर यो टाउकोदेखि हालेर के गर्यो होला जम्मै। त्यो एकचोटि सफा गर्दा नि नजानी भो, बढार्दा पनि एकचोटि बढाल्दा नि। हो त यस्तोमा घुसारेर ए आमा माटो त के नदिएपछि अरे कसले दिएन र तिमीलाई मोबाइल? कहिले दिइन मैले फेरि? ए मोबाइल नदिएपछि बच्चाले यस्तो गर्छन्? कसको बच्चाले गर्छन् त यस्तो? तपाईँ मात्रै हो यस्तो फटाइ काम गर्ने, अरूले त गर्दैन। गुडगर्लहरूले यस्तो गर्दैनन्, तपाईँ त ब्याड गर्ल हुनुहुँदो रहेछ। यस्तो घरमा यस्तो 1 केजी जस्तो माटो ल्याएर यस्तो फोहोर गर्ने कोही हुन्छ? अरूले त घर सफा गर्नुपर्छ भन्छन् नि सानी, भन्छन्। तपाईँले यस्तो गर्नुहुन्छ नि, के गर्ने यो? अब फोहोर गर्ने, सफा गर्नु परेन फोहोर गर्ने? अब नुहाउने बेला भयो। अब पानी तताइदिएछु मैले 2-3टा भाँडामा, तिमीलाई नुहाइदिन्छु अब। हुन्छ? छोरीको हालत देखिहाल्नु भयो साथीहरू।
अब चाहिँ उनलाई सफा गरिदिनु पर्यो, नुहाइदिनु पर्यो, हात खुट्टा धोइदिनु पर्यो। चिसोले रुगा खोकी लाएर सन्चो नभएको कति भइसक्यो, 1 महिना बेसी भइसक्यो। तर पनि उनलाई पानी खेल्न, हिलो माटो गर्न चाहिँ अति नै मनपर्छ। यति धेरै माटो खेल्ने, पानी खेल्ने, फोहोर खेल्ने। आमामा बच्चाले त यतिसम्म सताउँदो रहेछ कि म त छक्क पर्छु। तपाईँहरू पनि यस्तो छ कि छैन कमेन्ट गर्नु है साथीहरू। के भनेको रे बेबी? अस्तिको जस्तै टाउकोदेखि नुहाउने ल ल हस् ल हुन्छ हस् हुन्छ बाई बाई।